आज घरमा खसी काट्दा के भयो यार। हेलो यार, नमस्ते गाइज, वेलकम ब्याक अगेन माई न्यू मिनी भ्लग। आज म के गर्न जाँदैछु भनेपछि खसी काट्न। आज हामीले काट्ने भनेको खसी चाहिँ यही हो। यसलाई चाहिँ सबैभन्दा सुरुमा लगेँ मैले माथि घरमा ल्याइसकेपछि मैले बसालेँ पानी। यता चाहिँ म पानीको तयारी गर्दै थिएँ, उता चाहिँ हजुरबाहरूले खसी काट्ने तयारी गर्दै हुनुहुन्थ्यो। एकछिनमा चाहिँ हाम्रो खसी काटेर पनि चैत भइहाल्छ। त्यसपछि हामीले यो खसीलाई लगेर गयौँ अगाडि, किनभने यसलाई कलाउनु पर्ने थियो नि त। कलाएर सकिसकेपछि यसलाई चाहिँ मजाले हामीले पानी हालेर धोयौँ, किनभने धुनु पर्छ नि त, सफा राख्नु पर्यो नि त। त्यसपछि चाहिँ हामीले यसमा कलर लगाएर यसलाई काट्ने तर्करमा लागिरहेको थियौँ। त्यसपछि चाहिँ खुट्टा छुट्टाएर मलाई दिनुभयो, किनभने खुट्टा चाहिँ म दामी पोल्छु नि त, त्यही भएर खुट्टा पोल्ने जिम्मा मलाई दिनुभयो। अनि उता चाहिँ आन्द्रा भुडीहरू निकाल्दै हुनुहुन्थ्यो। अनि त्यसपछि मैले चाहिँ आफ्नो काम गरेर सकिसकेको थिएँ, अनि उता चाहिँ आफ्नो काम गर्दै हुनुहुन्थ्यो। कसैले चाहिँ मजाले मासु काटिरहनु भएको थियो भने कसैले चाहिँ मजाले झिङ्गा दबाइराख्नु भएको थियो। एकछिनमा चाहिँ म भएको ठाउँमा फेरि अर्को काम आउँछ, आन्द्रा भुडी धुने। एकछिनमा चाहिँ मैले आन्द्रा भुडी धोएर पनि सफा बनाइदिइसकेको थिएँ, हजुरहरूले पनि देख्न सक्नुहुन्छ। अनि उता चाहिँ मासु काटेर रेडी भइसकेको रहेछ, साथमा प्याकिङ गरेर पनि रेडी भइसकेको रहेछ। सबै मासु सबैजनाले लगेर सकिसकेपछि हामी चाहिँ लाग्यौँ पकाएको मासु खानातिर। मेन मान्छेहरू चाहिँ उता बसेर मसँग खाइरहनु भएको थियो, हामी चाहिँ यता बसेर खाइरहेको थियौँ। खाएर सकिसकेपछि चाहिँ हामीले सरसफाइ पनि गरिदिउँ, किनभने हामीले फोहोर गरेको थियौँ न त, त्यही भएर हामीले सरसफाइ गरेर सकिसकेपछि चाहिँ हामी सबैजना आफ्नो घरतिर लाग्यौँ। अनि आजको भ्लग पनि यति नै भन्दै आजको भ्लग चाहिँ यहीसम्म। थ्याङ्क यू फर वाचिङ, लभ यु सो मच।